चाहिँ 80 रुपियाँको राइड लागेको छ होइन इनड्राइभमा निलो पुलबाट मैती देवी जानु भयो नि। अनि यस्तो हो अब तपाईँहरूलाई चाहिँ आजको भिडियोमा चाहिँ के देखाउन खोजेको भन्दाखेरि चाहिँ सर्ट राइड हान्दा पनि कमाइ राम्रो हुन्छ। किन भन्दाखेरि अब त्यो लङ राइडले चाहिँ हजुरहरूलाई जाम पर्छ होइन। सर्ट भित्रभित्र 1-2 किलोमिटर हान्नुभयो भने चाहिँ ओभर फाइदा हुन्छ है। तपाईँलाई यही देखाउनु खोजेँ मैले चाहिँ। अनि प्लस अब बोनस पनि धेरै आउँछ भनौँ न। अहिले चाहिँ हामीलाई बोनसहरू दिने गरेको छ इनड्राइभले। त्यो बोनस पनि एकदम राम्रै आउँछ है। ठिकै छ इनड्राइभ त्यस्तो नराम्रो चाहिँ छैन होइन, एकदम राम्रै छ भन्छु म चाहिँ। फेरि पनि होइन 70 रुपियाँको राइड लागिसकेको छ, 1 मिनट पनि कुर्नु परेन क्या त। ल है त फेरि अर्को चाहिँ डेलिभरीको राइड लागेको छ है। कति रुपियाँ भन्दा 115 रुपियाँको राइड लागेको छ। ल त फाइनल्ली हजुरहरूलाई न्यू भ्लगमा स्वागत छ। आज चाहिँ डे 16 होइन, आज डे 17 हो है। हजुरहरूलाई न्यू भ्लगमा स्वागत छ। अहिले चाहिँ मेरो राइडहरू एक्सेप्ट भइसकेको छ है। अब त अलि उतै गएर बुझ्नु पर्ला। अहिले अलि रसमै छु होइन। हेर्न सक्नुहुन्छ 88 रुपियाँको राइड लागेको छ है। टक्क लाएर लिन जाऊँ होइन, बौद्धमा लिन जानुपर्ने छ। सट्ट लिएर जाम है। ओ हेलमेट गयो जिस्काएको क्या यहीँको। इनड्राइभ मात्र गरौँ होइन, के कस्तो कमाइ हुन्छ हजुरहरूलाई त्यो त अपडेट गराइ नै हाल्छु म। अनि साथसाथै हजुरहरूले चाहिँ मेरो सब भिडियो राम्रोसँग मन पराइदिनु भएको छ र रेस्पोन्स राम्रै आइरहेछ भनौँ न। रेस्पोन्स राम्रो आइरहेको कारणले गर्दाखेरि चाहिँ मलाई हल्का कन्फिडेन्सहरू पनि बढिरहेको छ है। अनि हजुरहरूको माया सपोर्ट साथले गर्दाखेरि अहिलेसम्म यहाँसम्म छु। अब सायद 2K पनि छिटै हुन्छ होला होइन। 2K स्पेसल पनि आउँछ। 2K स्पेसल सँगसँगै अब 2Kमा चाहिँ फुल डे फ्री राइड गरिदिनु पर्ला भन्ने सोचेको छु है। अब हेरौँ 2K पनि अब कुन चाहिँ तरिकाले जान्छ होइन, त्यो हिसाबले गर्नुपर्ने हुन्छ। अनि एउटा केक काटेर सेलिब्रेसन पनि गर्नुपर्ने हुन्छ नि। 1Kमा पनि गरेन होइन, 2Kमा त गर्नै पर्ने हुन्छ। 2K गरेपछि एकैचोटि 5K अनि 5K गरेपछि 10Kमा सेलिब्रेसन गर्नुपर्छ है। अब त्यति जेलसम्म पुग्छ कि पुग्दैन होइन, आशा ठुलो छ। आशामा त ठुलो पुगेर भएन होइन। ठिकै छ है त तपाईँहरूलाई। अब सिधै अब पछि अपडेट गराउँछ। अहिले 88 को राइड लागेको छ है त। ल त मेरो 88 को राइड चाहिँ कम्प्लिट भयो होइन। अनि चेन्ज पैसा नभएर उहाँ चेन्ज पैसा साट्न जानु भएको छ है। मेरो डिस्प्लेमा के आयो, क्र्याक हो कि क्या हो? लास्ट के यस्तो आवाज के को आएको हो यो? घर भत्कै छ कि क्या हो? ल अब मेरोमा चाहिँ त्यही 26 वटा राइड चाहिँ कम्प्लिट भइसकेको छ है। 37 वटामा 26 वटा राइड कम्प्लिट भइसकेको छ, हेर्न सक्नुहुन्छ है। अनि टक्क 515 रुपियाँ पाउँछु मैले। यस्तो राइड मात्र कम्प्लिट गरेर हुँदैन, हामीले पैसा पनि कमाउनु पर्छ भन्दै होइन। यो राइड चाहिँ 90 रुपियाँको राइड थियो होइन, 80 रुपियाँमा दिए ठिकै छ। कहिलेकाहीँ घाटा पनि खानुपर्छ भनेर देखाउन खोज्यो है त। हेलो लोकेसनमा हुनुहुन्छ चाहिँ? लोकेसनमा हुनुहुन्छ? हस् म आइहाल्छु। ल त 88 को राइडमा 80 मात्र दिनुभयो। ठिक छ, कहिलेकाहीँ घाटा खानुपर्छ भनेर तपाईँहरूलाई देखाउन खोजेँ है, अन्यथा नलिनु होला। मलाई त्यस्तो केही लोभ लालच पनि छैन होइन। अब त्यो अरू जस्तो किचिज गर्ने त्यो चाहिँ अब 8 रुपियाँको लागि पनि किचिज गर्ने परेन होइन। छैन भने पनि छोडिदिन्छु कि म त्यो होइन। अब कोहीसँग हुँदैन, कहिले चेन्ज हुँदैन होइन। अब त्यही भन्दै अब छोडिसकेको छु। मेरो अर्को राइड चाहिँ 138 रुपियाँको लागेको छ, हेर्न सक्नुहुन्छ है इनड्राइभमै। 138 को वसुन्धरा जान पर्ने। ठिकै छ। सार्वजनिक यातायात सबै बन्द भन्थ्यो क्या, आन्दोलन छ क्या आज। जति आन्दोलन भाडाको गाडी आन्दोलन सबै भाडा गाडी। फाइनली अहिले चाहिँ 140 रुपियाँको राइड पनि कम्प्लिट भइसकेको छ। 140 रुपियाँको राइड गर्दाखेरि चाहिँ रोक्नु त प्लस 140 गरिदिउँ 220 रुपियाँ भयो है।
अनि आज चाहिँ टोटल्ली जाम छ है काठमाडौँमा भाडावाला गाडीहरूको जाम के अरे जुलुस रहेछ भनौँ न आन्दोलन ठिकै छ होइन टक्क लाएर राइड गर्ने एकछिन मात्र गर्छु होइन अनि मलाई चाहिँ मिसन कम्प्लिट गर्नु छ कि मेरो चाहिँ 27 38 अब 10वटा राइड चाहिएको छ होइन 7-8वटा गर्छु जान्छु आजको लागि चाहिँ टोटल्ली जाम छ होइन अब वान वेमा पऱ्यो भने झन् इम्पोसिबल होइन निस्किनको लागि एकछिन यता भित्र बस्छौँ अलिकति घाम शीतल भएको ठाउँमा बस्नुपर्छ है हामीले चाहिँ एकदम शीतल खोज्नुपर्छ होइन घाममा धेरै बस्यो भने चाहिँ त्यहाँको ढल्न पनि सक्छन् कि मान्छेहरू त्यही भएर सो शीतल खोज्नुपर्ने हुन्छ शीतल कता छ शीतलै छैन कि हेर्नु न अब कहाँ जाने कि शीतल केराको बोट मुनि गएर बस्नुपर्छ सायद एकछिन ल एकछिन यता बस्छौँ टक्क लाएर अनि यसले पछि अपडेट गराउँछु है त म माथि बस्छु यार शीतलमा बस्नै नसकिने भयो यता एकछिन उभिन्छु अनि त्यसले पछि अपडेट नेवार मोटो ब्लगको चाहिँ बाइकको लुक चाहिँ यस्तो छ है हेर्न सक्नुहुन्छ सर लाएर नेवार मोटो ब्लग अनि अहिले चाहिँ मेरो 88 रुपियाँको राइड पनि एक्सेप्ट भइसकेको छ हेर्न सक्नुहुन्छ होइन तेस्रो राइड हो यो चाहिँ मेरो सर फोन गरेर मैले लिन जाऊँ है अब भित्रभित्र हान्नुपर्ने हुन्छ कि फ्री कल मात्रै रहेछ फ्री कल हुन्छ प्रतीक 90 रुपियाँ 90 हजुर कति भयो भन्नाले 2-4 दिन मात्रै हो धेरै भयो एक हप्ता भयो के हेरे जस्ट थ्याङ्क यू दाइ ल 90 को राइड कम्प्लिट भयो होइन एकछिन शीतलमा बस्छौँ फेरि पनि होइन 70 रुपियाँको राइड लागिसकेको छ 1 मिनट पनि कुर्नु परेन क्या यता 70 को राइड लाग्यो अनि यता चाहिँ फुड स्टलहरू लाग्न थालिसकेको छ है अहिले 2 बजेपछि लाग्छ अब 1 बज्न लागिसक्यो अनि तयारी हुँदैछ 2 बजेपछि टोटल्ली यो बाटो चाहिँ होइन 2 way नै बन्द हुन्छ है यो बाटो राति 8 बजेसम्म पुरै बन्द हुन्छ शनिबार चाहिँ हाडीगाउँको बाटो नहिँड्नु होला है झुकेर पनि अब यतातिर नेवारी कल्चर छ नि त नि आन्टीले बाइक चलाइरहेको छ अरे बाइक लभर आन्टी ठिकै छ है त वान वेबाट सिराइदिउँ ए ल यस्तो गल्ती त तपाईँहरू नगर्नु होला मैले गरेँ पनि यस्तो मैले रुल्स ब्रेक गरेँ पनि तपाईँहरूले नगर्नु होला भन्छ है म चाहिँ रुल्स ब्रेक गर्ने राम्रो होइन तर बात दाइ त फाइनल्ली 70 रुपियाँको राइड कम्प्लिट भयो होइन उहाँले मलाई अनलाइनमा हालिदिनु भयो 380 रुपियाँ चाहिँ कमाइ भइसकेको छ अनि इनड्राइभमा अझै राइड खोजौँ होइन इनड्राइभमा चाहिँ भित्रभित्र मात्रै राइड गर्छु अहिलेको लागि चाहिँ म कतिवटा 29वटा राइड कम्प्लिट भइसकेको छ अब 8वटा मात्रै राइड चाहिएको छ 8वटा राइड कम्प्लिट गरेपछि आफू घरतिर लागिन्छ यस्तो तातो काममा गर्दिनँ आज म पुग्यो भन्ने हिसाबले अलिकति शीतल ठाउँमा गएर बस्छु यो मान्छेको पार्किङमा होइन के बस्नु ए यहाँ जेब्रा क्रसिङमा बस्नु मिल्दैन है कहिले पनि जेब्रा क्रसिङमा चाहिँ म गएँ नरोकिनु होला भन्छु है म पुरै गर्मीले पसिना भइसकेको छु मान्छे के हो सुतिराख्दा सबैजनाले इनड्राइभ गर्न सक्नुहुन्छ है इनड्राइभ भनेको चाहिँ पार्ट टाइमको लागि ओभर वेस्ट हो होइन फुल टाइम भन्दा पनि पार्ट टाइम अब हेर्नु मैले एकछिन भयो गरेको कति भएर मैले गरेँ हेर्नु न आज म फर्स्ट राइड कतिमा 11:45 निस्किएको रहेछ अहिले 12:59 भयो क्या यतिको अन्तरालमा पनि मैले मजाले कमाइसकेको छु है तपाईँको लगभग 1 घन्टा 15 मिनटमा चाहिँ 380 रुपियाँ भइसकेको छ अब एकछिन कोरुम होइन राइड चाहिँ लाइ नै हाल्छ 2K वुड 2K सब्सक्राइब कम्प्लिट ल 2K सब्सक्राइब कम्प्लिट भइसकेको छ है त गाइजहरू होइन 2020 सब्सक्राइब भइसकेको छ सबैजनालाई एकदम माया छ है हजुरहरूको माया र सपोर्टले गर्दाखेरि यहाँसम्म छु अब एकैचोटि तपाईँहरूलाई अब सेलिब्रेसन गर्नुपर्छ यार 2K को छिटै ल यो भिडियो अन्जेलसम्म 2K होइन 2100 पनि पुग्न सक्छ होला ठिकै छ
ल है त फेरि अर्को चाहिँ डेलिभरीको राइड लागेको छ है कति रुपियाँको भन्दा 115 रुपियाँको राइड लागेको छ ठिकै छ गइदिउँ होइन डेलिभरी राइड पनि डेलिभरी चाहिँ भन्न मिल्दैन रहेछ होइन अब आफूलाई डेलिभरी भन्ने मान्छ होइन किन सामान पुऱ्याइदिनलाई डेलिभरी नै भन्ने गर्छ नि त नेपालमा अझ डेलिभरी भन्ने मान्छ तर कुरियर राइड है कुरियर भन्छ होइन इन्ड्राइभमा चाहिँ कुरियर राइड लगाइसकेको छ अनि दिनमा मलाई होइन कसम भनेको कसम त नखाम होइन त्यही पनि तर दिनमा एकचोटि चाहिँ पर्छ क्या डेलिभरी राइड हिजो पनि पऱ्यो होइन 2-3वटा आज पनि अब एउटा परिसकेको छ अब कतिवटा पर्छ एकछिन हेर्दै जाऊँ होइन सट्टा लगाएर जिन्दगीमा मलाई सबले साथ छ पनि डेलिभरी राइडले कहिले पनि साथ छोड्नेवाला छैन अब के डेलिभरी रहेछ होइन उतै गरेर हेरौँ अब सट्टा लगाएर 1-2 दिनमा 2K सेलिब्रेसन गर्नुपर्ने हुन्छ होइन अब अलिकति खुसी पनि हुनुपर्ने हुन्छ है सधैँ त्यो झुर भएर हुँदैन अनि कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ भन्दै होइन टक्क लगाएर ल है त यो डेलिभरीको राइडमा चाहिँ मान्छे आउँदै हुनुहुन्छ र लिनलाई ठिकै छ लाउनुहोस् त थ्याङ्क यू ल यो राइड पनि सकियो तपाईँहरूले हेरि नै हाल्नु भयो होइन 114 रुपियाँको राइड सकिसकेको छ ल है त हेर्न सक्नुहुन्छ है 80 रुपियाँको राइड लागेको छ होइन इन्ड्राइभमा निलो पुलबाट मैती देवी जानुभयो नि अनि यस्तो हो अब तपाईँहरूलाई चाहिँ आजको भिडियोमा चाहिँ के देखाउन खोजेको भन्दाखेरि चाहिँ सर्ट राइड हान्दा पनि कमाइ राम्रो हुन्छ किन भन्दाखेरि अब त्यो लङ राइडले चाहिँ हजुरहरूलाई जाम पर्छ होइन सर्ट भित्रभित्र 1-2 किलोमिटर हान्नुभयो भने चाहिँ ओभर फाइदा हुन्छ है तपाईँलाई यही देखाउनु खोजेँ मैले चाहिँ अनि प्लस अब बोनस पनि धेरै आउँछ भनौँ न अहिले चाहिँ हामीलाई बोनसहरू दिने गरेको छ इन्ड्राइभले त्यो बोनस पनि एकदम राम्रै आउँछ है ठिकै छ फाइनल्ली 80 रुपियाँको राइड पनि कम्प्लिट भयो 80 रुपियाँको राइड कम्प्लिट भयो होइन टक्क लाएर प्लस 80 हानौँ है 574 भइसकेको छ मेरो पैसा चाहिँ फेरि सर्ट राइड नै हानौँ न लङ राइड चाहिँ नहानौँ क्या आज फुल्ली सर्ट राइड मात्र हानेर तपाईँहरूलाई कमाएर देखाउने छु है अब चाहिँ मेरो कति 7वटा राइड भएको छ यार 7वटा ओन्ली 7 राइड ल एक्सेप्ट होला यति पनि मेरो जिन्दगी यार आनन्द भैरव मार्ग यो भनेको चाहिँ तपाईँको यो आनन्द भैरव मार्ग लियो भने चाहिँ होइन जहिले नि लोकेसन मिस्टेक हो भन्छ क्या कता गएर बस्ने कि यस्तो लोकेसन मिस्टेक हो भनिदिन्छ यता एकछिन शीतलमा गएर बस्नु पऱ्यो घुमाएर अब यो म लोकेसनमै छु भने नि लोकेसन मिस्टेक हो क्या फोन गर्नु पऱ्यो एकचोटि म लोकेसनमै छु कता हुनुहुन्छ भन्नु पऱ्यो यो भनेको चाहिँ लोकेसन मिस्टेक हो आनन्द भैरव मार्ग भनेको चाहिँ कहिले पनि नजानु होला यही नै म सोध्छु तपाईँहरूको अगाडि क्यान्सिल हानिदिइसकेको छ है क्यान्सिल ठिक छ ल अलिसा ए एक्सेप्ट होला 60 रुपियाँको राइट एक्सेप्ट 1 2 3 1 2 3 1 2 3 1 2 3 1 2 3 एक्सेप्ट 1 2 3 एक्सेप्ट 1 2 3 देखियो ल यो हो नि त तरिका लडिक छ है त 60 रुपियाँको राइड लगाइसकेको छ सर्ट राइड हानिदिन्छ कि मजामा आएको छ
सर्ट राइट नहाने त कामै छैन के गर्नु जेकतिर हेरेर बाटो चलाउँछ ल है त 70 रुपियाँको राइड चाहिँ एक्सेप्ट भयो होइन लिन जानुपर्ने चाहिँ यता भित्रभित्र सानो सानो गल्ली गल्लीबाट देखाएको छ क्या 70 को राइड यस्तो गल्ली गल्लीमा चाहिँ म्याप हेर्न अब गाह्रो हुन्छ कि हेर्न सक्नुहुन्छ हान्दिमै क्या हो ल है त हेर्न सक्नुहुन्छ गाइस 70 रुपियाँको राइड कम्प्लिट भइसकेको छ है लङ राइड नजाने प्लस 70 गऱ्यो 704 रुपियाँ भइसकेको रहेछ होइन अब चाहिँ मलाई कतिवटा राइड कम्प्लिट गर्नु बाँकी छ अब 5वटा राइड छ 5वटा राइड मात्र कम्प्लिट गर्न बाँकी छ है चट्टापारामा सिधै आज चाहिँ एउटा इन्टरकम पनि किन्छु होला गएर शनिबार पनि खोल्छ भने जस्तो लाग्थ्यो नि त क्लोथ ल एक्सेप्ट ल डेलिभरी राइड एउटा एक्सेप्ट गराऊ सोल्टी गराऊ 100% एक्सेप्ट हुन्छ है त तर यो काउन्ट हुँदैन के गर्नु दुःख त त्यहाँनिर छ नि त काउन्टै हुँदैन यो एक्सेप्ट भइसक्यो नि हेर्नु सक्नुहुन्छ है त 65 को राइड एक्सेप्ट भइसकेको छ टक्क लाएर अब चाहिँ राइड लाग्दै यो चाहिँ काउन्ट हुँदैन है डेलिभरी राइड चाहिँ कहिले पनि काउन्ट हुँदैन रहेछ इन ड्राइभमा है त ठिकै छ उहाँले चाहिँ फोटो खिचेर लानु भएको छ है म चाहिँ शीतलमा बस्दै गर्छु कि ओ बरै गर्मी छ भनेको मा कसम तराईभन्दा गर्मी छ कि काठमाडौँ अहिले के भयो यार 65 को राइड होइन उहाँले घरै गएर हालिदिन्छु भन्नुभएको छ फोटो खिचेर लानु भएको छ होइन हालिदिनुहुन्छ होला भन्ने आशा छ है कताको राइड लाग्छ ओन्ली 5 राइड के आई निड 5 राइड होइन ल एक्सेप्ट हानिदियो ओन्ली निडेड 5 राइड ठिकै छ राइड लागिसकेको छ है त 75 को राइड लाग्यो चट लाएर अब कल सल गरौँ होइन अनि टक्क लाएर अपडेट देखाइहाल्छ अब 4 राइडै हो पछि ओन्ली 4 राइड मलाई चाहिँ इसेमा पैसा हालिदिन्छु भन्नुभएको होइन लास्टमा 55 छ उहाँको फोन नम्बर ठिकै छ अब 65 को राइड हो नि त्यसलाई चाहिँ मैले काउन्ट गरिदिने कि जबसम्म पैसा आउँदैन तबसम्म काउन्ट गर्ने बानी छैन है नो मनी नो काउन्टिङ फर्स्ट अफ अल इन्कमिङ मनी अनि त्यसपछि मात्र काउन्टिङ है त ल ठिकै छ भन्दै यताबाट टक्क लाएर 75 पुरा आइडे एक घुइली हालिदिनुपर्छ कि ल ठिकै गाइजहरू होइन यो 90 रुपियाँको राइड पनि कम्प्लिट भइसकेको छ 90 रुपियाँको राइड कम्प्लिट गरौँ होइन चट्टापारामा अब चाहिँ कतिवटा राइड बाँकी छ भन्दाखेरि 3टा 34 35 37 3वटा राइड बाँकी छ ओन्ली प्लस 90 हानौँ होइन 934 रुपियाँ त भइसकेको रहेछ कति घन्टा 3 घन्टामा 934 भएछ ठिकै छ है अब 3वटा राइड बाँकी छैन 3टा राइड टक्क लाएर लिन्छौँ एक्सेप्ट गर्छौँ है अनि कम्प्लिट पनि गर्छौँ छिमेकी क्याफे ल एक्सेप्ट भयो सोल्टी सब्सक्राइबरको कुरा गर्नुपर्दा चाहिँ 2081 भइसकेको छ यार यतिको माया र सपोर्ट पायो भने के चाहियो कि भन्नुहोस् न ठिकै छ होइन हजुरहरूलाई यस्तो गर्मी छ पसिना होइन पसिना पुरै पसिना भएको छ यार सिधै बसी अपडेट गराउँछ है त म त फेरि 1 मिनट बसेर अर्को 69 रुपियाँको राइड लगाइसकेको छ 100 रुपियाँ भनौँ न यसलाई 100 रुपियाँको राइड लगाइसकेको छैन कपनसे कुवा अब त्यहाँ गएर 2टा मात्र राइड हान्नु पऱ्यो कसम 500 रुपियाँको राइड ल अब 500 रुपियाँ चाहिँ मलाई फोकटमा आउँछ है पैसा नसैसा टिकट एक्स्ट्रा भनेर यस्तै
गर्मी चाहिँ यस्तो गर्मी छ भनेको कसम के होइन अहिलेसम्मको सबभन्दा गर्मी लागेको चाहिँ मलाई काठमाडौँमा यही पालि हो क्या यहीँ जन्मियो यहीँ हुर्कियो होइन अहिलेसम्म मलाई गर्मी त्यस्तो लागेको थिएन है तर अहिले आएर चाहिँ लाग्यो अहिले आएर टुमा चाहिँ गर्मी लाग्न थाल्छ त काठमाडौँ अगाडि आएर हो कि के हो यार अन्त सिफ्ट हुनलाई हो कि क्या हो पावर ब्याङ्क छ कि मेन कुरा भने ल है त फाइनल्ली अहिले चाहिँ तपाईँको 100 रुपियाँको राइड कम्प्लिट भयो है 1034 भइसकेको छ अनि अब चाहिँ लास्ट दुईवटा राइड चाहिँ आयो दुईवटा ओन्ली 2 अनि इन्जिन चाहिँ टु मच तातेको छ यार आमा मोबिल पो छ कि छैन यार यसमा हेर्नु पर्ने भयो अस्ति भर्खर मोबिल खाएर बनाएको बाइक टु मच तातिराखेको टु मच पनि टु मच ठिकै छ एकछिन हेरौँ है त मोबिल त छ यार मोबिल चाहिँ छ तर लास्टै तातिराखेको रेडीकै छ लास्ट दुईवटा राइड गऱ्यौँ अनि घरतिर चलिदिउँ है त एकछिन हेलमेट फुकालु लास्ट गर्मी छ टु मच गर्मी यार टु मच ल त आएको तपाईँहरूको चाहिँ 60 रुपियाँको राइड लगाइसकेको छ है सुकेधारा पुलिस स्टेसन जानुपर्ने ठिकै छ गइदिउँ होइन अनि पेट्रोल चाहिँ यहाँ माथि हाल्छ है त यहाँनिर राम्रो पेट्रोल हाल्छ क्या त्यहाँनिर पेट्रोल एकदम राम्रो छ है 12:30 मा यहाँ अगाडि हाल्छु पेट्रोल अनि 60 रुपियाँको राइड लिएर सर्भर जान्छु सुकेधारा पुलिस स्टेसन राख्नु भएको थियो होइन त्यहाँ पनि पुग्नु पर्ने कि यतै अगाडि नै के यो अझै 500-700 मिटर अगाडि 60 रुपियाँको राइड थियो नि भने मलाई 100 रुपियाँ दिनुभयो 40 रुपियाँ टिप्स दिनुभएको छ क्या यस्तो राम्रो मान्छेहरू पनि हुन्छ कि एक अझ नजिक त्योभन्दा पनि नजिक हुँदाखेरि पनि 40 रुपियाँ टिप्स दिनुभयो है एकदम खुसी लाग्छ यस्तो हुँदाखेरि चाहिँ होइन प्लस 100 गरिदिउँ त 1134 भएछ होइन अब लास्ट मोर वान राइड एन्ड कम्प्लिट अहिलेको मिसन है त त्यस्तो धेरै इङ्ग्लिस त बोल्न आउँदैन होइन त्यही पनि सर्ट लाएर बसौँ न एकछिन सर अब राइड चाहिँ लाग्न सक्छ लास्ट एउटा त त्यसरी पनि लगाइहाल्छु लास्ट एउटा राइड ओन्ली एउटा राइड है ओन्ली एउटा राइड अनि आजको लागि चाहिँ भिडियो यति नै हुन्छ है त लास्ट राइड लाग्ने बित्तिकै लास्ट राइड है आजको लास्ट राइड 60 रुपियाँको लागेको छ होइन हेर्न सक्नुहुन्छ स्तुपा मोबाइल सब जानुपर्ने रहेछ होइन टक्क लाएर लिएर जाउँ होइन उहाँलाई पनि खुसी बनाऊँ आफू पनि खुसी हौँ भन्दै सर अगाडि बढिरहेको छु है अब कतापट्टि हुनुहुन्छ उहाँ बल्ल बल्ल राइड लाग्यो 60 को नजिकको राइड गर्दाखेरि फाइदा हुन्छ है टाढा भन्दा चाहिँ मान्छे लङ राइड खोज्छ म चाहिँ सर्ट राइड खोज्ने हो कि लङ गएर कामै छैन लेखेरै दिन्छु म लङ र सर्ट तपाईँ लङ हान्नु म सर्ट हान्छु कसले धेरै कमाउनु रहेछ खेलौँ होइन ल लोकेसन यतैतिर देखाएको छ यही दुइटामै सही क्या पछि अपडेट तपाईँहरूलाई फाइनल्ली 60 रुपियाँको राइड पनि कम्प्लिट भयो है त अब लास्ट एउटा राइड हान्दिउँ लास्ट एउटा राइड है कहाँसम्मको राइड लाग्छ रहेछ 60 रुपियाँको राइड कम्प्लिट भयो यु हेभ एचिभ 515 रुपिज कता आयो है फाइनल्ली कम्प्लिट भइसकेको छ है त 24 घन्टामा आउँछ भनेको छ ठिकै छ
अब यताबाट घरसम्म एउटा राइड लाएँ होइन। नत्र चाहिँ आजको अन्तिम इन्कम भनेको चाहिँ 60 गर्दाखेरि चाहिँ 1194 भइसकेको छ है। कति घन्टामा भन्दाखेरि चाहिँ रोक्ने 11 12 1 2 3 लगभग 2 घन्टा 3 घन्टा 50 मिनटको कमाइ रहेछ। 4 घन्टा अलिकति छ होइन, अलिकति। ल अर्को राइड आयो भने ठ्याक्कै भइहाल्छ। ल आजको लास्ट राइड भनेको चाहिँ 60 रुपियाँ गरेर आएको छ होइन घर जानेतिर। अनि मैले भनेँ नि तपाईँहरूलाई अब चाहिँ ठ्याक्कै 4 घन्टाको इन्कम चाहिँ अब निस्किन्छ कि मेरो। ठ्याक्कै 4 घन्टाको इन्कम तपाईँहरूलाई कति भयो भनेर देखाइ नै हाल्छु है। अनि अब कमिसन अनि पेट्रोल चाहिँ अब 300 रुपियाँको हाल्छु आज है म अहिले गएर। अनि त्यो सबै हिसाब किताब गर्छु। अनि टक्क लगाएर आएर चाहिँ एउटा अटोबेलमा गएर हेलमेटमा हाल्ने ब्लुटुथवाला एउटा किन्छु है म। सिधै पछि अपडेट तपाईँहरूलाई अब। ल यो त फाइनल्ली गाइज है 60 रुपियाँको राइड कम्प्लिट भइसकेको छ। प्लस 60 गर्दाखेरि चाहिँ मेरो आज 4 घन्टाको कमाइ भनेको चाहिँ होइन 3 बजेर 48 मिनट गएको। अनि म 11 बजेर 45 मिनटमा निस्किआएको ठ्याक्कै। अनि आजको टोटल इन्कम भनेको चाहिँ तपाईँहरूको 1254 भएको छ होइन। यसमा चाहिँ 131 रुपियाँ चाहिँ तपाईँको कमिसन छ है। गर्दाखेरि चाहिँ 1123 रुपियाँ छ। अनि पेट्रोल चाहिँ म माइनस 300 को हाल्छु गर्दाखेरि 823 रुपियाँ हुने रहेछ। ठिकै छ। ल सिधै तपाईँहरूलाई अब पछि नै अपडेट गर्छु है त म। आजको लागि चाहिँ यति नै। हजुरहरूले पुरा भिडियो हेरेर मन पराइदिनु होला र मन पराइदिनु हुनुहुन्छ भन्ने आशा छ होइन, भरोसा छ। अनि अब छिटै 2K स्पेसल लाइक अब केही आउँछ भनौँ, 2K सेलिब्रेसन आउँछ कि स्पेसल केही आउँछ होइन। अब त्यही भएर हजुरहरूलाई पुरा मेरो भिडियो चाहिँ फुल हेरिदिनु होला होइन। अबको होइन अब यो पछिको 2-3 वटा भ्लगमा बिचमा म केही बोल्छु होइन, त्यो पनि सुन्नु होला है। अब केही न केही त गर्नु पऱ्यो नि त होइन, कसैलाई केही त गरिदिनु पऱ्यो। अब लाइक अब स्पेसल केही न केही त स्पेसल हुनु पऱ्यो नि त। अनि मलाई इन्जिन कतिमा बनायो भन्नुहुन्थ्यो होइन, मैले यतिमा भन्नु भनेको। ओहो लास्टै सस्तै गर्नुभएछ अरे के। ठिकै छ। अब इन्जिन त बनायो होइन। पेट्रोल यस्तो डेन्जर खान्छ कि होइन, मलाई त दिक्क लाग्न थाल्छ कि पेट्रोल हाल्दै। अब हेरौँ के हुन्छ कसो हुन्छ। अब सिधै तपाईँहरूलाई पछि नै अपडेट गर्छु होइन। आजको लागि चाहिँ यति नै है त गाइज। ल त गाइज आज चाहिँ डे 17 चाहिँ मेरो 1234 रुपियाँ भएको छ। यसमा चाहिँ मैले कमिसन भनेको चाहिँ 131 रुपियाँ रहेछ है। अनि पेट्रोल चाहिँ मैले 300 रुपियाँको हालेँ यसमा। अनि 500 400 300 हेर्नु न, डाटा छैन तानेको। अनि नेट सेभिङ भनेको चाहिँ अब 100 रुपियाँ खाजा घटाम 1234 माइनस 300 माइनस 100 रोक्ने त भनेपछि 300 431 होइन भनेपछि 803 बाँकी रह्यो त। आजको नेट सेभिङ भनेको चाहिँ 803 रुपियाँ भएको छ। अनि हिसाब मिल्यो कि मिलेन एकचोटि क्यालकुलेसन गरेर हेर्नु होला है त। 8 9 10 11 1200 ठ्याक्कै मिल्यो। आजको लागि चाहिँ यति नै होइन, 803 रुपियाँ मात्र बजेको छ है आज डे 17मा चाहिँ।